हेलो साथीहरु, अहिले चाहिँ फेरि मैले आज भिडियो गरेको छु। हामी चाहिँ अहिले माइत घरमै छु है। अन्त आज चाहिँ म किन भन्दाखेरि चाहिँ घरमा सबैजना हुँदाखेरि मैले देखाउनु पाउँदिनँ नि त। अन्त अहिले चाहिँ फेरि आउनु भएको रहेछ, आमाहरू दोकान जानु भएको थियो नि त। अन्त आउनु भएको छ, त्यही भएर भिडियो गरेको। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ को छ हाम्रो भन्दाखेरि, यहाँ हेर्नु न, यहाँ हेर्नु भर्खर दिनहरू पनि कोही कताबाट आएको थियो नि त। अन्त हाम्रो आमा पनि दोकानबाट आइरहेको छ हो। अन्त यहाँनिर चाहिँ यसले झालमुरी बनाउँदैछ। यहाँ झालमुरी आमा चाहिँ दोकानबाट भर्खर आउनुभएको छ, सामान निकाल्नु हुँदैछ हो। यहाँ चाहिँ आमा हो। अन्त यहाँनिर चाहिँ यसले झालमुरी बनाउँदै रहेछ। अन्त यो के उयो टेढेमेढेहरू पनि झालमुरीमा हाल्नु आँटेको यति छ हो। अन्त यहाँनिर चाहिँ आमा दिदी छ होइन। अन्त यहाँनिर चाहिँ ऊ भेना चाहिँ यहाँ हो हाम्रो होइन। अन्त उहाँज्यू चाहिँ बहुत कामकारी हुनुहुन्छ, म मान्छु होइन। बाख्रा चल्छ बिचरा, उसको ड्युटी चल्दैछ। यहाँ चाहिँ यहाँनिर चाहिँ चारो पाएको, चारो पकाउनु भएको उयो के भन्छ, ऊ गुट्का हातमा समाइरहेको छ हो। के भन्छ बाख्रा, थाहा छ नि, थाहा छ तपाईँकै बुढी, त्यही भएर मैले। अन्त आमाहरू पनि आउनु भएको छ नि त, म सबैलाई देखाएको नि त। यहाँ ल म आउँदैछु। हाम्रो बाबा चाहिँ कता जानु भएछ भन्दाखेरि यहाँनिर चाहिँ बाबा यहाँ बसिराख्नु भएको छ है। अन्त यहाँनिर चाहिँ बिमार, यहाँ चाहिँ यो बिमार छ नि त। आज यसलाई मैले नुहाइदिएर सफा बनाइदिइरहेको छु, सुतिरहेको छु, बिमार छ हो। अन्त म चाहिँ यताबाट निस्केको हो। अन्त यहाँ चाहिँ भन्दैछ, यहाँ चाहिँ खोइ ऊ भेनाले पालेको सुँगुर देखाइदिनु भन्छ। लु हिँड्नु न, आउनु देखाउनु। अन्त तपाईँ पनि अगाडि गइरहेको छ। यहाँ चाहिँ बाख्रा छ होइन, यहाँभित्र चाहिँ खै सुँगुर, यहाँ रहेछ तपाईँहरूको हो यो दुइटै। खोइ देखेको छैन त। यहाँ चाहिँ दुइटा सुँगुर रहेछ, चारोकै डुरमा पसेछ दुइटा, एउटा बुच्चा एउटा बुनी हो। अन्त यहाँ पनि देखाइदिनु भन्दैछ। यो चाहिँ दसैँमा काट्नु भनेको, यो चाहिँ उयो हो होइन, बुनी होइन छैन। 100 केजी त खै कत्रो रहेछ यो बाख्रा चाहिँ। बाख्रालाई पनि देखेँ। हाम्रो चाहिँ यहाँभित्र चाहिँ भेनाको बाख्रा अरे हो, भेनाको बाख्रा अरे। खै कस्तो अप्ठ्यारो रहेछ नि त है। अघिदेखि नि राम्रो यहाँ बाख्राहरू छ, 5वटा छ होइन बाख्राहरू त। अब चाहिँ म उता गएको साथीहरू। मलाई सबै देखाउनु लाउँदैछ बाख्रा सुँगुरको चारोहरू। यहाँ चाहिँ अर्ग्यानिक चुला हो। यहाँ चाहिँ भात सब्जी खानाहरू सबै बनाउँछ, ग्यासमा पनि बनाउँछ, प्रायः जस्तो यहाँ पनि बनाउँछ यिनीहरूले। अन्त यहाँ चाहिँ चारोहरू पकाउने ठाउँ। थाहा छ यो चारोहरू बनाउने। यहाँ देखाउनु भनेर यी साथीहरू यहाँ सबै देखाउँछ। सुँगुरको चारो अरे, बाख्राको चारो अरे। यसरी पाल्नु अरे, यसरी चारो दिएर बनाएर पाल्नु सक्नुहुन्छ अरे तपाईँहरूले पनि हो। यहाँ चाहिँ यसको झालमुरी रेडी भयो कि भएन? यसको झालमुरी चाहिँ आधी घन्टा भयो यो झालमुरी बनाउनु थाल्यो। के हाल्यो थाहा छैन यहाँ चाहिँ हो। तर सादा त सादा बिना प्याजको माता हो, माता बिना प्याजको। यहाँ चाहिँ यो झालमुरी खाना आएको अरे आज चाहिँ। आमा यहाँ चाहिँ फेरि हो परै चाहिँ झालमुरी लिएर बसिरहेको रहेछ। म नब्बलाई कुप खाँदै रहेछ हो। यहाँभित्र चाहिँ यिनीहरूको के चल्दैछ फेरि। बाबाले पनि झालमुरी खानु हुँदो रहेछ होइन। यहाँ चाहिँ के बात रहेछ यिनीहरू।